बाबुरा छोरी 11जना आएको छ। त्यही नै हो। यो झलारहरूलाई चाहिँ कस्तो हुन्छ, सपनामा म यस्तो झलारमा गएँ अनि डाँडा काँडा देखेँ भने त यति राम्रो हुन्छ। यो मन्दिर आउने बेलामा त्यस्तो भित्र बेलामा ढुङ्गामा छापेको शिवजीको मन्दिर देखेको थिएँ, तर चढ्नु जानु सकिनँ भनेपछि यति हुँदैन, शरीरले नफापेर रहेछ। सपनामा त्यो मूर्ति देख्छ अरे शिवजीको भन्छ र तर जानु त डर आउँछ अरे क्या भएर होला। अब भक्ति पनि भयो, यता आउने कुरा भएपछि अनि यस्तो जिउ नफाप्ने रहेछ, त्यही भएर जानु भन्छ अरे। के नमिलेको के नमिलेको डराइराखेको। के गर्नु भएको हजुर चाहिँ? म भिडियो गर्दैछु। आमाको पुरा गयो है, गयो हिँड्नै पो गाह्रो भयो। सबभन्दा नसक्ने भनेर पिर गर्ने मान्छे अगाडि हिँड्नुहुँदैछ। भगवान्को शक्ति भनेको कति हुँदो रहेछ त। कहाँ भयो मान्छे पछाडि है। हाम्रो नाला हिजो खतरा डान्स गरेको छौ। आरतीमा भिडियो बनिरहेको छ मैले जिउमा खतरा गरेको छ। आफू त जिउै नचलाएको, कस्तो कस्तो उफ्रिनु हुँदैछ त। जिउै नचलाएको म त्यहाँ मोबाइलमा हेर्नु न। जिउ नचलाएको भने कसरी उफ्रियो? आफू त जिउै नचलाएको खतरा देखिरहेको हुनु त देउधाम आउँदाखेरि दुःख गरेर हिँड्नु अरे पाइन्छ अरे, तर साह्रो नै आउँदाखेरि यतिजना भेला भएर आउँदौ न होला हुन्छ नि। आजकलको चाहिँ दिदीबहिनीमा 2जना छुटेको छ, अनि साथमा एउटा छोरी छिन् नि, छोराछोरी ल्याउनु भनेको बिरामी भएर के कारण गर्छ। अब त्यस्तै बिरामी भयो, हामी जान्दैनौँ, भगवान् जान्नुहुन्छ के गर्नु। के साथ दिएको भन्नु
मैले बताइसकेको छु भएको कारणले मैले यसरी लिएर पूजा छामालाई बाबमा जान्दिनँ भन छामालाई नै गर्नुला नाति नतेर सबैको राम्रो कल्याण होस् अनि अब तपाईँले नातिको गर्नुहुन्छ कि भतिजाको गर्नुहुन्छ कि कैलाशपति जस्तो तपाईँको छ त्यस्तै विष्णु र तपाईँको साथमा पार्वती हुनुहुन्छ भने हो र साथमा विष्णु होस् भनेको छ है के भनेको छ अरे फेरि भन्नु त के भनेको छ अरे विष्णु अलिकति जुठो भएर तपाईँको कैलाशपति सँगै सकेन अनि मैले उहाँको पूजा बुझाइदिँदैछु हजुरले स्वीकार्नुहोस् यदि गल्ती भयो भने हो त ठिकै भनेको श्यामाले दिदीले छान्ने पण्डित चाहिँ गरेको छोरा बुहारी छोरी रोजिना कान्छी सबैको राम्रो होस् चित्ताको आँटेको पुरा होस् अनि धन्यवाद त्यतिमा चाहिँ जस्तो तपाईँको साथमा अब तपाईँ कैलाशपति तपाईँको साथमा पार्वती माता हुनुहुन्छ योहरू त अघि नमस्ते गर्ने भाइहरूले नि लगाएको विष्णुको साथमा चाहिँ कैलाशपतिलाई जोडाइदिनुहोस् है भनेको थियो है त्यस्तो काम गर्छ मलाई मन पऱ्यो मैले त्यहाँ भन्दा त भन्दैन राम्रो भन्दैन ल साह्रै राम्रो पण्डित बानी चाहिँ मलाई राम्रो लाग्दैन कि जो अगाडि आउँछ स्वीकार चाहिँ गर्ने हिँड्ने मान्छे हो त्यो टालेको कपडा फुटेको हन्डी राम्रो हुँदैन त्यो अब यस्तो बनेको मान्छे हामीले हाम्रो घमण्डलाई त्याग्नुपर्छ भगवान्ले जे दिन्छ हामीले स्वीकार्नुपर्छ भगवान्को इच्छा भयो भने के त नि स्वीकार्नुपर्छ नि भगवान्लाई पनि कति कुरा त त्याग्नुपर्छ कति कुरा हुनु भगवान्ले सबै थोक गऱ्यो भने हामीले अलिक मागेर त्यस्तो खालको बल चाहिँ नमागिदिनुपर्छ हामीले भगवान्को इच्छा हो दिनुभयो भने छोरा मान्छे भनेको रोग हो रोग पन्छिसकेकोलाई फेरि किन जोड दिन खोज्नु हुँदैछ यस्तो मन्दिरमा पैसा पैसा खाने बेलामा सम्पत्ति मान्छेको अर्थसँग गएको त खोजेर ल्याएर राखेको छ अनि भोलिको दिन त त्यो मान्छेको नि लागेको बानी त जाँदैन कि भगवान्को इच्छा हो भगवान्ले इच्छा पत्याउनु भन्ने जरुरी पनि छैन गएन भने कसले पत्याइरहेको छ आफूले भनेको मान्छ भने मान्छ यो पो लैजाउँला भनेको थियो एकपट्टि बाटोमा खाँदै हिँड्नु खायौँ भयो म चाहिँ खाना पनि भयो 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 कोही खाँदैन यसले त हामीले आँखाको राम्रो गर्छ भिटामिन सी पाउँछ एकदम राम्रो म त हामीलाई चाहिने भनेको भिटामिन सी नै हो धेरै जसो यो खानुपर्ने रहेछ कि 50 रुपियाँ पैसा अघि दिएँ भन्दै थिएँ उहाँ विष्णुलाई यो भनेको चाहिँ यो शान्तिको प्रतीक हो कि बुद्धिस्टहरूले लाउने अनि सबैले मन पराउँछ होइन यो यस्तो यो धज्जा माने पेमे हो हो नि अनि मेरो त यहाँको म दुई पटक सानोमा कराएर अनि हाके ताके चिताएका सबै पुरा हुन् सधैँ मिलोस् मेरो त आखिर अब यस्तो यत्रो शिवजीको भएर अर्को साल चाहिँ मेरो यत्रो भाइ बोकेर आउनु पर्यो है भन्ने म पनि माग गर्छु शिवजी भगवान्लाई ठिकै छ तर यत्रो पवित्र स्थलमा यही माग्छु होइन दियो भने पनि दियोस् दिनुपर्छ भगवान्ले मागिदियो भने स्वीकार गर्दैन जे दिन्छ म त स्वीकार गर्छु 3 चोटि पुऱ्याउनु भएछ तिनजना सुमत सहित अन्त नि एकजना त हुँदैन अब फेरि जे भिड पाएर हुन्छ तर एउटा भक्ति मलेसिया कस्तो छ मलेसिया यस्तै छ कहाँ घुम्स जोरबाहरू सबै नि
कहाँ सबै काका पुस 13 वर्ष बस्ने म हो? 14 वर्ष बस्छ तपाईँहरू बसेको सबै गएको पेनाङ जोरबारू भयो सेलाङ्गोल भयो मजिस्ताना सबै यो ठाउँको नाम के अरे तोयाचुङ गाडी मैले उता हेर्दा विरक्त लाग्छ तोयाचुङ हाम्रो बाजे 85 वर्षको बाजेले आँट गर्नु भइरहेछ 200 कतिवटा सिडी छ अरे हामी चाहिँ घुमघाम आज सपरिवार म पनि छु हिँड्दैछु बुइपा होइन यो छोडेर हामी लाग्दैछौँ होलीको ड्युटी चाहिँ विक्रमले लाउँछ अन्य लाउँछ मान्छे कोही आइपुग्दैन क्या नि फागुनको मिरमिरे घाममा एकदमै पारिलो घाम मान्छे त पूजाको बेला मात्रै आउँछ मान्छे त छैन नि हरियाली कम भएको हामी देख्न सक्छौँ यो चाहिँ भलाकुसारी गर्ने शर्मा आउँदा यो हाम्रो किराँतमा यहाँ काठमाडौँमा एकदम राम्रो थियो भने अहिले चाहिँ यो झन्डा पनि रिपेन्ट गरिरहेको बैठकको हुँदैछ क्या यो ऊ त्यो अक्षर निकाल्थ्यो पढेर भलाकुसारी गर्ने ठाउँ भिडियो गर है कयामा खियामा अनि भलाकुसारी गर्ने ठाउँ दान पुग्ने ठाउँ रहेछ यहाँ रहेछ हामी पनि तयारमा तलतिर कति राम्रो छ राम्रो छ त पुग्दा ओर्दा थकित बनाउँछ त्यतैबाट आएको नि होइन हामी हेर्नु यतातिर आफ्नो आफ्नो एक्सनहरू गर्नुहोस् विक्रम के हुँदैछ मजा आइरहेछ तोयाङ छियाङ अरे खियामा बाई बाई है दिदी बहिनी बाई बाई कसरी भिडियो गर्नु हजुर हिँडेको ओह्रालो बाटो आजको हाम्रो यात्रा हलेसीदेखि दिक्तेलको लागि भइरहेको हो र अहिले हामी दिक्तेलभन्दा लगभग 4 किलोमिटर माथि मुढे डाँडामा पुगेको छौँ र अहिले हामी यहाँ सानो भिडियो बनाइरहेका छौँ। हाम्रो तल ड्राइभर भाइले चाहिँ फोटो खिच्ने कार्यक्रम गरिरहनु भएको छ। यो दिक्तेलतिर जाने रोड हो। त्यस्तै गरेर यो मुढे डाँडाको यो चौर हो। यो चौर अहिले वैशाख सुक्खा
फागुन चैत वैशाख भएको कारणले यो चौरहरू अहिले अलिकति सुखेको छ र यो बर्सातको समयमा यति हरियाली र यति रमणीय हुन्छ। अहिले सुक्खा भएर पनि एकदमै रमणीय छ र यहाँ हाम्रो परिवारको सम्पूर्ण सदस्यहरू यहाँनिर बसोबास गरिरहनु भएको छ र यो चाहिँ हामी यहाँ यात्रा गरेको गाडी हो र ल है भिडियो हुँदैछ है सबैले हेर्नुहोस् है गुप्तेश्वर महादेव भगवान पक्का भगवान यहाँ हुनु भीषणको मन्दिर यता हेर्नु तिमीमा पनि हेर्नु ठ्याक्कै नाकको डाँडी दिदी यहाँ म त यहाँबाट छिर्ने हो कि उता आँखा जस्तो पनि देख्नुभयो नाकको डाँडी पुरै हो रहेछ यो त ल पसेर भक्ति गर्ने ठाउँ रहेछ त्यहाँ हेर्नु त यस्तो कच्चा गाला निदा त्यो अरू ठाउँ मलाई पुरा लु दिदीले गीत नगाउनु भएको म यत्रो वर्ष भयो सुनेकै थिइनँ है लाली गुराँसमा यस्तो गीत कति पो गाउँथ्यो उहिले लु खोइ बहिनी तपाईँको लाली गुराँस छेलिहाल्नु भयो एउटा गीत छ भरै गाउँ कि अहिले गाउँ भने जस्तो एउटा फुल छ कतिखेर चाहिँ खिच्नु खोइ भयो यति भयो भगवान्लाई फुल पनि जुरियो होइन भिडियो भिडियो ए हान न त नि कस्तो लागिरहेछ एकदम राम्रो खुसी लागिरहेको छ हेलो हेलो गलियो छ त अलिअलि है यो हरियो भएको कस्तो राम्रो देखिन्छ है हाम्रो मम्मी हिँडेको देखेर म छक्क पर्दैछु हामी पछाडि नै छौँ मम त पुगिसक्न आँट्नुभयो नि म पनि छु यहाँ एक्लै हिँडिरहेछ साइली यता यता ठुली पहिला अनि अमरा खेल्थी
अनि छामै यहाँदेखि त लड्दै जाँदा उकालो मैले चाहिँ खेपेको बेसी थालेँ हामी अनि यत्रो यत्रो लालीगुराँस फुलिरहेछ हेलो छोटा डन रात पऱ्यो भयो अब हुन्छ जसरी भए पनि फोटो खिच्छ नि त गर्नु नपर्ने थियो अब अहिले खिच्दा पनि हुन्छ फोटो मात्रै खिचेर के हो पकुता होइन पकुता उता लो भाइ भाइ वडा नम्बर कति तपाईँहरूको वडा नम्बर वडा नम्बर 6 वडा नम्बर 6 वडा नम्बर 6 धन्यवाद है भाइ धेरै धेरै गरे मामाले मैले अन्तरी भाइ के हरायो छोरी हरायो अब छोरा अर्काको अब खोजिन्छ ओ भान्जी भान्जीलाई यतातिर बरु रमाइलो गर्यो म त पर्दैन होइन होइन हामीलाई त यहाँ आप्पा बिचमा बस्यो धन्यवाद मामा पर्दैन थिएन अब विक्रमले भिडियो गर्दै रहेको हजुर मामाहरूले स्वागत गर्नुभएको अब आइज न यता यहाँनिर यतातिर हाम्रो वडा दिप्लुङ सिक्चुमा गाउँपालिकाका वडा अध्यक्ष श्रद्धेय दाई मिलन राईज्यू अनि महत्त्वपूर्ण अनौपचारिक कार्यक्रमका जग्गादाता टिप्पाको नाम चक्रबहादुर राईज्यू लगायत उहाँको सपरिवारलाई चाहिँ आजको यो जग्गा उपलब्ध गराइदिनु भएकोमा वडाको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट म हार्दिक धन्यवाद हार्दिक आभार गर्न चाहन्छु। सर्वप्रथम के हो भनेदेखि अब छितापोखरी वडालाई चाहिँ समृद्ध बनाउने हिसाबमा कुन कुन कोणबाट चाहिँ बनाउन सकिन्छ भनेर जनप्रतिनिधि मिलन राईज्यू म लगायत म आएको यस वडामा 6 वर्ष भइसक्यो। अब जनजीवन चाहिँ कुन तरिकाबाट चाहिँ उकास्न सकिन्छ धेरै सम्भावनाहरू छ यहाँ। यही सम्भावनालाई चाहिँ जस्तो कृषिमा पनि छ होइन हरेक कुरामा छ। सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ हामीले पर्यटनबाट चाहिँ हुनसक्छ यो एरियामा हुनसक्छ भनेर हामीले छलफल गरे पश्चात चाहिँ अध्यक्षज्यूको पहलमा होइन तपाईँहरू पनि हाम्रै गाउँको हुनुहुँदो रहेछ हाम्रै वंशको हुनुहुँदो रहेछ होइन झनै सजिलो हुन्छ भनेर उहाँले कोर्डिनेसन गर्नुभयो। त्यसैको मुताबिक दिप्लुङ सिक्चुमा गाउँपालिका लगायत अन्य ठाउँमा उहाँले सहकार्य गर्नुभयो बजेट पार्नुभयो। यतिको संरचनाहरू अहिले बनेको छ। यो जे जति संरचनाहरू यो बन्नमा चाहिँ अध्यक्षज्यूको ठुलो हात छ। यसमा सबैभन्दा धेरै कुरा त तपाईँहरूको गुलियो वचन तपाईँहरूको छ है। यसलाई चाहिँ अब सधैँभरि हामी सम्झने छौँ। अब अहिले यो पूर्ण रूपमा संरचनाहरू बनिसकेको छैन होइन। अब यो पूर्ण रूपमा संरचनाहरू बनिसके पछाडि तपाईँहरूले आशा अपेक्षा राखेको चिजहरू पनि हामी गर्नेछौँ जहाँसम्म होइन भन्ने लागेको छ। र यति भन्दै तपाईँहरूको यो जुन यस वडालाई समृद्ध बनाउनका लागि चाहिँ आफ्नो नाममा भएको जग्गा चाहिँ सुम्नियाङ पारुहाङ पार्क बनाउनको लागि चाहिँ दिने वचनबद्धता गरिदिनु भयो। यसमा म हार्दिक आभार गर्दै मेरो भनाइ टुङ्ग्याउँछु। साँझे बारीको पनि थाहा पाउँछु।
त सबै यो के बहिनी चिन्ने हजुर चिन्ने खै तपाईँले चिन्ने मौका कहिले कहिले गर्नु यो चाहिँ हो खोसा भाँचेर पानीमा उसिनेर अनि निचोरेर मेरो झोला झोला त फर्काइदिन्छु सबैजना एकदम एक्साइटेड छ खाजा चाहिँ टन्नै बोकिन्छ भरे खानै छ होइन हिजो नै आल नबोकौँ भनेको